नमस्कार सम्पूर्णमा, मेरो नाम अंकित विका। आज म लोकसेवा सम्बन्धी भिडियो हैन खरिदार लाइभ सेवा शाखा अधिकृत शिक्षक सेवा जुनसुकैलाई पनि आवश्यक पर्ने नेपालका जलविद्युत आयोजनाहरू यहाँसम्म छन् 20-25 जति। उनीहरूको नाम र यो क्षमता म तपाईको कन्सेप्ट क्लियर गरेर म ट्रिक सहित तपाईहरुको माथि भिडियो पस्किने छु। यो मेरो भिडियो लोकसेवा सम्बन्धी पहिलो भिडियो हुनेछ। युट्युबमा पनि पोस्ट गरिन्छ र टिकटकमा पनि पोस्ट गरिनेछ। सबैजना मिलेर ध्यान दिनु होला र लोकसेवा सम्बन्धी ज्ञान अब हासिल गर्न सक्नुहुनेछ है त। सो लेट्स गो। माथिल्लो तामाकोशी जलविद्युत आयोजना। यो माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको यो तपाईलाई या सबैलाई यो थाहा नै छ। 456 मेगावाट है, 456 मेगावाट छ भन्ने कुरो यो अस्ति भर्खरै हो जापानको सहयोगमा बनेको। अनि त्यसपछि चाहिँ काली गण्डकी यो नेपालको योभन्दा पहिले नेपालको सबैभन्दा ठुलो थियो। अहिले दोस्रो ठुलो भएको छ 144 मेगावाट है त। यो चाहिँ 144 मेगावाट क्षमता रहेको छ भने अब हेर्नुहोस्, अब यहाँदेखि तलको भने हामी सबैले जान्न बुझ्न र याद गर्न गाह्रो। यहाँ तलको हो। आज जम्मा 10 वटा जलविद्युत आयोजनाको क्षमता याद गरिनेछ। अब भोलि बिहान त्यस्तै गरी 10, भोलि त्यस्तै गर्दै भिडियोहरू ल्याइनेछ है त। तपाईहरु हेर्दै जानुस्। मध्य मर्स्याङ्दी अब छ मध्य मर्स्याङ्दी जलविद्युत आयोजना। मध्य मर्स्याङ्दी जलविद्युत आयोजना यसको क्षमता हो तपाईको यहाँ हेर्नुस् 70 मेगावाट। 70 मेगावाट यसको क्षमता हो 70 मेगावाट। अब हेर्नु यो क्लियर कसरी हुन्छ भनेपछि मर्दे के मर्दे तिमी मर्देऊ अथवा त मर्दे हैन। 70 वर्षपछि अलि के छ भने नेपाल सरकारले अर्थनीतिमा के ल्याएको छ भने चाहिँ 70 वर्ष पुगिसकेका व्यक्ति मात्र सामाजिक सुरक्षा भत्ता लाभ गराइ हुनेछन् भनेर नीति ल्याएको छ। अब 70 वर्षमा सामाजिक सुरक्षा भत्ता खानु भन्दा त मर्दे बितिदे हैन। यो कन्सेप्ट क्लियर हुन्छ। 70 वर्षको उमेरमा भत्ता खानु भन्दा के भत्ता खानु त किन उमेर गइसक्यो त 70 वर्ष गइसक्यो। 70 वर्ष उमेर बितिसकेसम्म के भत्ता खानु त चाहिँ मर्दे भयो हैन। त मर्दे यो भयो एउटा मध्य मर्स्याङ्दी जलविद्युत आयोजना। यो कन्सेप्ट क्लियर। अनि यसै गरी माइखोला जलविद्युत आयोजना। माइखोला यसको छ तपाईको हेर्नुस् है 45 मेगावाट। 45 मेगावाट माइखोला जलविद्युत। माइखोला होइन यो मोइखाला के मोइखाला। मध्ये 70 वर्षको उमेरमा सामाजिक सुरक्षा नखा त मध्ये बरु म तेरो पैतलामा मैखाला हैन। म तेरो पैतलामा मैखाला 70 वर्षको उमेरमा भत्ता नखाई मध्ये बरु मर्दे भत्ता नखाई म तेरो पैतलामा समेत के गर्ला मै खाउला। कन्सेप्ट क्लियर हैन। कन्सेप्ट क्लियर भयो। अनि त्यसै गरी अर्को छ मर्स्याङ्दी। अब मध्य मर्स्याङ्दीको 70 भयो। अब मर्स्याङ्दीको के छ भने मस्यौरा मसँग यसको हो तपाईको मर्स्याङ्दीको 69 मेगावाट हैन। मेगावाट यसको 69 मसँग मैले मस्यौरा त बुझ्नु भएको छ नि बजारमा पाइन्छ मस्यौरा त्यो प्याकेटमा पाइन्छ मस्यौरा। मसँग मस्यौरा छैन मैले किनभने मस्यौरा मन पराउँदिन। मैले मस्यौरा नै खान्न। अनि मसँग कहाँ मस्यौरा हुन्छ त छैन मसँग मस्यौरा छैन। त्यसो भए 69 मेगावाट। अब त्यसै गरी यहाँ छ तपाईको 6 नम्बरमा कुलेखानी आई जलविद्युत आयोजना। यसको तपाईको 60 मेगावाट के हैन। यसको 60 मेगावाट। यसको कुलेखानी आई मेरो साथी म सुर्खेत जुन जेनितमा ट्युसन पढ्दै गर्दा के लोकसेवा ट्युसन पढ्दै गर्दा योजना मेरो साथी थिइन्। तिनी त्यो नाली भएर आउँथिन् के। तिनको रुम पनि त्यही नालीबाटै थियो हैन। आउने रुमैदेखि नाली सुरु हुन्थ्यो क्या। नाली हुन्थ्यो त्यसलाई चाहिँ कुलेखानी त्यसलाई कुलो भनेर सम्झिने। कुलो आउँथिन् मेरो साथी भनेको साथी मेरो साथी के ट्युसन पढ्न कुला आउँथिन् क्या। कुलेखानी आई है कुलेखानी आई मेरो साथी के कुला भएर आउँथिन्। कुलेखानी आउने साथी। अब हेर्नुस् सुनकोशी लघु जलविद्युत आयोजना। अब के छ सुनकोशी लघु जलविद्युत आयोजना हैन। सुनकोशी लघु जलविद्युत आयोजना भनेको सुनकोशी यस्तो 2
थुन दुई थुन दुई थुन दुई पटक दुई पटक होइन सुन भनेपछि दुई पटक 5 थुन 2 पटक 5 थुन सुन बोकेर ल्याएँ मैले। अब यसरी सम्झिएन भने चाहिँ 2 पटक 5 थुन 2 पटक 5 सुनको 2 पटक 5 थुन सुन थुन होइन 2 पटक 5 थुन सुन भनेको त्यो हाम्रो गाउँतिर पाइन्छ त्यो कोदो टिपेर बोक्ने एउटा डोको टाइपकै हुन्छ अथवा त्यो वास्तविक डोका चाहिँ होइन है वास्तविक डोका चाहिँ होइन सुनकोसी भनेको 2.5 2 थुन अथवा 2 पटक 5 थुन के बोके सुन बोके ल वास्तविक कोदो बोकिएन सुन बोके के है थुनमा चाहिँ कोदो बोकिएन सुन बोके। अब हेर्नुहोस् खिम्ती मेरो एकजना साथी कस्तो छन् भने चाहिँ यत्रो छन् के किन हाम्रो खासमा हाम्रो गाउँघरतिर गाउँले भाषामा तिनीहरूलाई 52 बेर भन्छ है त्यसो 52 बेर हुन्छ। मेरो खिम्ती 60 मेगावाट के है 60 मेगावाट 60 मेगावाट 60 मेगावाट 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 ल खिम्ती मेरो साथी के खिम्ती साथी 50 साथी के होइन यति भने चाहिँ कन्सेप्ट यो पनि क्लियर हुन्छ। अब त्यसै गरी हेर्नुहोस् है त्यसै गरी हेर्नुहोस् कन्सेप्ट क्लियर गर्नुपर्छ। अब चाहिँ यहाँ छ माथिल्लो मर्स्याङ्दी ए माथिल्लो मलाई साथीहरूले म पढ्दै गर्दाखेरि पनि अहिले पनि साथीहरू कति पहिले मलाई पहिले पढ्दै गर्दाखेरि मलाई नि भन्थे अहिले देख्छु मामपाका भन्ने त बुझ्नु भएको छ नि होइन मामपाका भनेको 50 मेगावाट माथिल्लो मर्स्याङ्दी ए जलविद्यानगर माथिल्लो भने माथिल्लो भयो माम भनेको माम भनेको माम होइन माम पाका भनेको 50 माम पाका होइन 50 छ नि त ठिक छ माम पाका 50 मेगावाट। अनि त्यसै गरी लास्टमा छ भोटेकोसी है भोटेकोसी जलविद्युत आयोजना यसको छ तपाईँको 45 मेगावाट छ 45 मेगावाटलाई कसो भोटे भनेको हाम्रो चाहिँ के छ भने चाहिँ सानो सानो कपडा फोहोर कपडा टालो भन्छ नि त हाम्रो स्थानीय कर्णालीतिर के गरी सानो कपडा चाहिँ टालो भन्छ त्यसलाई भोटे पनि भन्छ। भोटेलाई चाहिँ पैतालाले मिची धुने पैताला 45 मेगावाट पैताला 45 मेगावाट पैताला एकचोटि फेरि रिपिट गर्छु है तपाईँ हेर्नु माथिल्लो तामाकोसी जलविद्युत आयोजना 456 मेगावाट यो कसैले भन्न पर्दैन सबैले याद भएको कुरा हो। त्यसै गरी दोस्रोमा छ कालीगण्डकी ए जलविद्युत आयोजना यो तपाईँले बार भन्दैछु 456 यो माथिल्लो तामाकोसी 456 मेगावाट यो पत्ता लाग्नुभन्दा पहिले यो कालीगण्डकी जलविद्युत आयोजना सबभन्दा ठुलो जलविद्युत आयोजना थियो नेपालको होइन। अब त्यसै गरी मध्य मर्स्याङ्दी जलविद्युत मध्य अघि भनिसकेँ मध्य 70 वर्षमा भत्ता खानुभन्दा मर्दे के त मर्दे बाँचेर काम 70 वर्ष के भयो भत्ता खाने लाज मर्दे कुरा भन्नु भयो होइन। अनि त्यसै गरी के छ भने चाहिँ माइखोला जलविद्युत आयोजना माइखोला मध्य के 70 वर्षमा भत्ता नखा बरु मध्य म बरु के गरौँ न तेरो पैतालामा मै खाउँला होइन म पैताला मै खाउँला बरु मध्य 70 वर्षमा भत्ता नखाइ यस्तो कुरो। अब नेक्स्ट मर्स्याङ्दी जलविद्युत मर्स्याङ्दी मैले के भने अघि चाहिँ मस्यौरा अब सबैजना अधिकतम साथीहरूले मस्यौरा ठिक मान्नुहुन्न क्या मस्यौरा त्यो बजारमा पाइनेवाला मस्यौरा ठिक मान्नु त्यही भएर मसँग के छ मस्यौरा छैन कि छैन 69 मेगावाट ओके। त्यसै गरी कुलेखानी आई होइन कुलेखानी आई के आई भनेको एक हो नि त कुलेखानी आई जलविद्युत आयोजना के छ भने चाहिँ साथी मेरो एकजना साथी ट्युसन पढ्दै गर्दा मैले के भने मेरो एकजना साथी थिइन् ट्युसन पढ्दै गर्दा उनको घरैबाट एउटा त्यो हाम्रो सुर्खेततिर त नहर हुन्छ त्यो कुला आउँथ्यो क्या कुला त्यसलाई के भन्छ के भने मैले एकजना साथी थिइन् कुला आउँथिन् त्यो एउटा नाली कुला आउँथिन् के साथी कुला आउँथ्यो कि ए बिहानै भने एउटै कुलो हुन्छ नि त आई भनेको एउटा भयो एउटा कुला आउँथ्यो को मेरो साथी आउँथिन् पढ्दाखेरि ट्युसन पढ्न है। अब हेर्नुहोस् ध्यान दिएर हेर्नुहोस् अब सुनकोशी लघु जलविद्युत आयोजना मैले भनिसकेँ नि 2 पटक हाम्रोतिर कोदो बग्ने एउटा थुन हुन्छ डोका टाइपको हुन्छ तर वास्तविक डोका होइन कि 2 पटक
सुनकोशी लघु जलविभाजन दुई पटक के गरौँ 5 थुन सुन लघु के लघु म लैजाउँ भनिरहेको कि सुनकोशी होइन 2 पटक 5 थुन 2 पटक 5 थुन 2 पटकमा 5 थुन लघु म लघु कि लगुमा लागि हामी लगाउँ भन्ने टाइपको कि हो लघु भन्दै। त्यसपछि खिम्ती जलविद्युत आयोजना 60 मेगावाट खिम्ती जलविद्युत 60 मेगावाट। खिम्ती भनेको हाम्रो सानो सानो अलि ख्याउटे टाइपको मान्छे खिम्ती भन्छ त्यस्तै साथी छ मेरो एकजना नामै चाहिँ नभनौँ होइन नाम भन्दा पनि अथवा याद गर्न सजिलो भइरहेछ खिम्ती साथी के खिम्ती साथी होइन खिम्ती मेरो साथी जलविद्युत आयोजना खिम्ती साथी के छ भने खिम्ती जलविद्युत आयोजना 60 मेगावाट। ल हेर्नुहोस् फेरि नेक्स्टमा छ तपाईँको माथिल्लो मर्स्याङ्गी जलविद्युत आयोजना माथिल्लो मर्स्याङ्गी मैले के भने अघि नै मामपाका कतै के अरे केटाकेटीले पनि भन्छन् होइन मामपाका माम भनेको माथिल्लो मर्स्याङ्गी माम पाका भने चाहिँ 50 के 50 पाबाट 50 है ध्यान दिएर हेर्नुहोस् याद हुन्छ सबै कुरा मामपाका 50 भयो। अहिले के भयो माथिल्लो मर्स्याङ्गी जलविद्युत आयोजना मामपाका भयो है। अब त्यतिखेर हेर्नु भोटेकोसी जलविद्युत आयोजना मैले भने अघि नै हाम्रोतिर त्यो सानो फोहोर भएको कपडालाई के भन्छन् भोटे भन्छन् त्यसलाई चाहिँ पैतलाले मिची धुने के मिची धुने भोटेले के पैतला मिची धुने तर यसमा भएको मलाई जान्नु क्या मिची धुने है त। ल धन्यवाद आजको क्लास यति नै हो। अब दिनकै आउँछ भिडियो चाहिँ अब हेरिदिनु होला लाइक सब्सक्राइब सबै गरिदिनु होला धन्यवाद।